हुन्छ गएको जानु जाँदै गर्नु बिस्तारै जानु है गर्ने बेला भएर त हो ल त होइन सफा गरिदिने यता तल गर्थ्यो अङ्कल गएर सबै सफा गरिदिएर पेट्रोल फुल लगाइदिएर होइन लगाइदिएर मेरो तैँले लाग्यो हस्बेन्ड लाग्यो यहाँले के बनाउन आएको बिस्तारै पुरो चुच्चो झन् कस्तो राम्रो है अन्त नि भन्नु त कता जानु लाग्यो हामी चाहिँ उयो के अरे अन्नपूर्ण केबल कारमा चढेर जान आँटेको यतिबाट त होला यता हेर्नु मजाले पुरै हुन्छ कि थोरै थोरै पछाडि गएर सबैजना यता पढ्ने यता हेरिदिनु बुन्दी रुनु भएको थियो यस्तोमा त कहिले त्यो मनोकामना हुँदा घ्याटाक्को गर्छ नि फेरि अनि फेरि घ्याटाक्को गर्छ जानुहुन्छ उल्टो हुन्छ अन्त नि स्विमिङ पुल बनाउँदैछ गरे यता है तल किनमा ले चढौँ भने के थाहा आफू जडेको त भुग्नु यत्तिकै के हेर्नु नहुनु अब आयो यहाँ ठिक रहेछ नि बहिनी गाउँ त हजुर कति राम्रो गाउँ रहेछ तिमीहरू गएर पहिला स्कुटरमा गयो यहीँबाट त्यही हो त नि अहिले हिँडेर गणेश भगवान्जीको त्यत्रो हुन्छ राउन्डमा हिँड्नुपर्छ भने यही रहेछ क्या टाढा माथि रहेछ नि त हजुर भ्यू पोइन्ट त्यहाँ भ्यू पोइन्ट चाहिँ माथि रहेछ पोइन्ट कता त्यही भ्यू पोइन्ट हो त्यो टावर रहेछ कि गणेश मन्दिरहरूमा कति रहेछ हामीले थाहा छैन भनिदियो त अरूले सोध्यो भने भन्नु परेन 700 थियो अनलाइन उसमा त ए हो 700 रहेछ मनोकामना त्यही होला 700 के अरे जानी मात्रैको 300 400 कति छ आउने दुई आउने जाने गर्नको चाहिँ 700 घुमेर आउनु त फेरि जाने फेरि आउने यसो घुम्दै आउने टोपी झरेछ डरै लाग्दैन त तल झर्ने पिङ होइन
त्यो खेल्ने मात्रै रहेछ क्या हामी आउँछ नि त अर्को लटमा कति नम्बर जानुपर्ने अझै मम्मी हालेको होइन जान हामी 3 जना आउँछ नि त है 6 पर्सन भनेर चाहिँ ड्याडी 6 उयो साँच्चैको कुचै हो यो अबे त्यहाँको बाटो त कति लामो हामी त कति दिन गएको साह्रै लामो फेरि त्यहाँ त यतिको बाटो पनि मान्छे बोकेर लाने रहेछ यो हिमालदेखि हामीलाई पनि बोक्नु पर्ने भनेको त परेन हामी त कल्दै रहेछ नि किलोको 1000 रुपियाँ अरे 100 रुपियाँ हजुर हिमाली ट्याक्सी मलाई त 5000 लाग्ने 5000 तपाईँलाई त डबलै लाग्ने डोको बुन्ने चाहिँ निकाल्नु चाहिँ आयो ए है निकालो टुसा फेरि यस्तै ठुलो मोटो हुन्छ यस्तो हजुर हाम्रो त यत्रो यत्रोको हुन्छ अनि यत्रो यत्रो हुन्छ बाँस चाहिँ चिर्छ क्या भिजाएर कतापट्टि यो महादेव मन्दिर कि ए नजिकै पुग्छ गाडी जान्छ माथिबाटै देख्छ होइन यही हो मजाले देखेछ यताबाट चाहिँ तालुतिर सारा अनि सबै भयो छुँदै आऊ सबै सारा नै छौ अब छुँदै आऊ भयो त्यो गर्नु पर्छ रमाइलो छ हो त्यही अँ अलिक नजिक बस ड्याडी 1 2 3 अलि अगाडि आउनु प्याराग्लाइडिङ ए यताबाट हो कस्तो मजाले प्याराग्लाइडिङ गरेको हजुर आउँदैन तल
तिल पनि त्यो प्याराको लागि उडेको देखेर होला अमृत हो यो पनि हो के हो यो चाहिँ यो नि त्यही हो कुचोकै हो ऊ अब आउँदैछ कुचो आउनु त यस्तो फोटो खिच्नु पऱ्यो क्या ए कुचो त ए आउनु ल जानु जानु हामी यहाँ पछि आउँछौँ ल छिर्ने बेला भयो है हजुर मम्मी जानु जानु बिस्तारी बिस्तारी हुन्छ छ्याङ्गै देख्छ फ्लाइटमा यो भन्दा जोडी हल्लाउँछ कहाँ देख्दैन नि त बाहिर बाहिर नै हेर्नु न म त यसपालि त है बाहिर हेर्दै आएको हामी अहिले त तर टुरिस्टहरू नरहेछ धेरै त त्यो त पहिला हिँडेर मन्दिरमा हिँडेर जाने अरे कि पहिला चाहिँ तर यो यसको उता निकास त उतै छैन उतै उतै छ तल पावर हाउस छ फेरि तल ऊ त्यो त मान्छे एक्लै छ ऊ त्यो मान्छे को मान्छे एक्लै छ? अगाडि बिचरा कपालले पावर हाउस त चलिरहेको छ अब त चलिरहेको मजाले उयो रहेछ मिस्टिक माउन्टेन मिस्टिकमा उता पनि छ क्या मिस्टिक माउन्टेन कता उता काठमाडौँ काठमाडौँमा छ त्यसैको ब्रान्चहरू चाहिँ यता फर्केको होला महँगो होला पैसा आयौँ भ्यूको लागि है साङ्ग्रिला भन्ने चाहिँ गाई पनि हुँदो रहेछ होइन साङ्ग्रिला अन्त त्यो हो क्या ठुलो छ यो दाममा अब छिटो उभिनु पर्ने होइन होइन स्नो हुन्छ कसले चाहिँ आरामले उक्लियो हुन्छ भाग्नु पर्दैन मम्मी त अघि अघि पनि जम्मा छिटो भने त घुमाइदिइहाल्छ क्या फेरि सरकपुर उनीहरूले स्लो गर्छ नि उता त गरिदिन्छ निस्केर भने त फ्रीमै फेरि जान पाइहाल्यो रहेछ तर फेरि जाने फेरि आउने टिकट काट्नु पर्ला नि किन हो जानु 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 हेलो हामी कता आयौँ दादी कता आयौँ भन्नु त के अरे सारङकोटको यो लिपबाट झरेछौँ हामी लिपबाट कस्तो लाग्यो एक्सपिरियन्स आजको राम्रो लाग्यो एकदमै नजिकबाट है देख्न पाइने मजा आयो मजा आयो के अन्डर के मेरो बाइकको आउनु भयो कता जाँदैछौँ बुन्डे भनिदिनुहोस् न त हामी चाहिँ यता गण्डकी ट्राउट फार्म जाँदैछौँ किनकि हामी एकदम धनी मान्छे धनी मान्छेले मात्रै खानु सक्छ यो फेरि ट्राउट चाहिँ कस्तो मजाले खानुपर्छ कि हाम्रो मान्छे कस्तो कानको ठाडो पारेर हेर्नु त्यो दिदीको गण्डकी रेनबो ट्राउट फार्म रहेछ माछाले वेलकम गरे उता झन् कस्तो राम्रो छ कस्तो दामी कति धेरै माछा हो यहाँ माछा उ गरेको रहेछ छान्नु भएको रहेछ अँ साइज अनुसार
ओ भ्याएको त मरे त वेलकम टु गण्डकी ट्राउट फार्म। म त गथे त नेट हुनसक्छ यहाँ चाङ खाने अनि अरू चाहिँ खाँदैन सानोको त क्यामेरा पनि जताततै गर्ने रहेछ त्यो स्कुटरमा हिँड्दाखेरि यताउता गर्दाखेरि घरलाई कोही भने अनि त्यो बाँधेको थिएँ मैले यहाँ भित्र राखेको थियो। लिनुहोस् लिनु त तपाईँहरूको साग रहेछ अघि भनेको साग चिकन छ यही फुल हो तपाईँको वाट यही पो हो छा हो र कस्तो गनाएको छ यो त आमा हेर्नु न आउनु ल बिस्तारै गर्नु ल बिस्तारै डर लाग्दो रहेछ यो त लास्टै तल र माथि गर्दो रहेछ यसले त एकतिर भारी भइसक्यो क्या अनि हुँदैन रहेछ होइन हुँदैन रहेछ यो त अलि मजाले है मामा लड्दै समाउनु मजाले हुन्छ कि अलि लाग्लो टाउकोमा तर्सिन्छ है आमा तर्सिने भयो तर्स्यो डरायो नगर्नु डरायो डरायो है रातो न रातो भइसक्यो रातो न रातो भइसक्यो नबस्ने म त पैसा ल अनि त्यो बसालेर त कहाँ ल अरे कल है लद
यहाँ यति अग्लो नि छैन क्या यताबाट चाहिँ आऊ हुत्तिन्न के अब बस ट्राई गर मम्मी त बसेको छ बाबा कि बाबा आउनु बस्नु ल सक्दिनँ होला सक्दैन ट्राई गर्नु थाहा पाउँछ माथि जान्न के हो यति नै यतिमा कहाँ जान्छ त नि राख्दैन के साह्रो मजा लागेको होला खै अबै भयो अब डरायो लड्लाई भयो अब भयो अब भयो ल